आज म तिमीहरूलाई सोध्छु है त। ल रामे त भन् त। ल भन्, मङ्कीलाई नेपालीमा के भन्छ? बाँदर भन्छन् सर। किताब हेरेर भन्छस्? होइन सर, तपाईँकै अनुहार हेरेर भन्ने हो। चुप लाग। अब भन्, संसारको सबैभन्दा पुरानो जनावर कुन हो? सर, जेब्रा। त्यो कसरी? जेब्रा ब्ल्याक एन्ड व्हाइट हुन्छ नि त सर। जे पाए त्यही भन्दो रहेछ। हेर त, पढाइमा धेरै कमजोर छस् है। तेरो उमेरमा त म गाह्रो गाह्रो क्वेसनहरू 1 मिनेटमै मिलाइदिन्थेँ। तपाईँलाई चाहिँ अलि राम्रो मास्टरले पढाएको होला नि त सर। ओह, तैँले मेरो बेइज्जत हाने। तँलाई त म क्वेसन सोधै गर्छु। सोध्नु न त, म पनि उत्तर दिन रेडी छु। ल भन्, बलभद्र कुँवर कुन युद्धमा मरे? आफ्नो अन्तिम युद्धमा। सुगौली सन्धि साइन कहाँ भयो? कागजको तल्लो भागमा। नेपालमा धेरैजना जोडीको डिभोर्स हुनुको कारण के हो? डिभोर्स हुनुको कारण बिहे हो। बिहे नै नभए त डिभोर्स नै हुँदैन नि। पृथ्वीनारायण शाहको जन्म कहिले भयो? उनको जन्मदिनमा। नेपालमा पुरै सालभरि बढी बरफ कहाँ पर्छ? रक्सीको गिलासमा। तँ डाम्नलाई त केही आउँदो रहेछ। अब म तिमीहरू सबलाई कंसको बारेमा भन्छु है त। कंस चाहिँ एउटा राक्षस थियो रे। त्यसले चाहिँ एक दिन सुन्यो कि त्यसकै बहिनी देवकीको 8औं सन्तानले चाहिँ त्यसलाई पछि गएर मार्छ भनेर। त्यही भएर कंसले देवकी र देवकीको बुढा वसुदेवलाई चाहिँ एउटै जेलमा बन्द गरेर राख्यो रे। त्यसपछि कंसले देवकीबाट जन्मिया पहिलो बच्चादेखि लिएर 7औं बच्चासम्म मारिदियो रे। तर 8औंलाई चाहिँ मार्न सकेन रे, र त्यो चाहिँ पछि कृष्ण बनेर त्यसैलाई मारिदियो रे। सर, मलाई एउटा क्वेसन सोध्नु छ। के क्वेसन? यदि कंसलाई थाहा थियो कि देवकी र वसुदेवको 8औं बच्चाले चाहिँ त्यसलाई मार्छ भनेर, त्यसो भए त्यसले बुढाबुढीलाई चाहिँ एउटै जेलमा चाहिँ किन बन्द गरेर राखेको थाहा हुँदा हुँदैन?